Where the youth is, Yama is always there, and this program or this reality show goes with the youth, and they are there. I would also like to remember, पर्दा पछाडिकोमा समस्या हुनुहुन्छ नि र सँगैसँगै हाम्रो ज्ञानदायी समाजका बहिनीलाई पनि म याद गर्न चाहन्छु. And I can see the people working behind so hard. I would also like to remember गोविन्दजी, like धेरै झगडा गऱ्यो हामीले यो शोको दौरान, धेरै ओपिनियनहरू छन्, but to be a part of this journey from a very beginning and really being associated. हामी इभन not only हामी एउटा रोडीसँग एसोसिएट भएर एउटा प्रोडक्टलाई मात्रै एसोसिएट गरेका छौँ. मसँगै दिनुभएका विजेता र उपविजेता, यदि महिला र पुरुषको दुईवटा विजेता छानिने भयो, एकजना महिला सदस्य एकजना पुरुष विजेता जस्तै हुने एकजना मात्रै हुनुभएको छ. दुईजना बधाई छ यहाँले तर्फबाट. डाइरेक्टर साहब, हामी चाहन्छौँ जसरी रोडिजको जर्नी अगाडि बढिरहेछ, यात्रा बढिरहेछ, यहाँले यो अवधि धेरै प्रगति गर्दै जाओस्, यो शुभकामना पनि छ. सर्वप्रथम त म पनि हाम्रो रोडिज सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु, किनभने उहाँहरूले यो प्लेटफर्म नदिनु भएको भए चाहिँ म यहाँ हुँदैन. अनि यसरी रोडिजको हिमालय रोडिजको हिस्ट्रीमा फर्स्ट फिमेल फाइनलिस्ट भन्ने त्यो नाम पनि राख्न पाउँदिनँ थियो, हिस्ट्री मेकिङ गर्न पाउँदिनँ थियो, कम्पिट गर्ने मौका पाएँ. सो एकदमै खुसी छु. र अझै हाम्रो नेपालमा हुनुभएका अरू जति पनि फिमेलहरू हुनुहुन्छ उहाँहरूलाई पनि अझै इन्सपायर गर्न चाहन्छु कि नेक्स्ट सिजनमा चाहिँ हजुरहरू पनि अझै आउनुहोस्. र एउटा मात्र हिस्ट्री क्रिएट भएको छ यहाँनिर, तर टाइटलै जित्नु भएर अझ ठुलो हिस्ट्री पनि क्रिएट गर्न सक्नुहुन्छ. सम्पूर्ण फिमेलहरूलाई चाहिँ पार्टिसिपेसनको लागि चाहिँ बोलाउन चाहन्छु. अनि त्यति नै हो. थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच सर. यहाँ उपस्थित रेस्पेक्टेड सर, म्याम, ब्रदर एन्ड सिस्टर, सबैजनामा मेरो यहाँ अभिवादन. म त सर्वप्रथम त म नेपाल आर्मीबाट यहाँनिर चाहिँ विभिन्न बाधा अडचनहरूलाई चाहिँ भोग्दै यो स्टेजसम्म आइपुगेको छु. र हिमालय रोडिज टिमले चाहिँ मलाई एउटा सानो मौका दिएको छ. त्यो मौकालाई चाहिँ मैले ग्राब गर्न सफल भएको छु. अब भनिन्छ नि, अब एउटा चिया पाक्नलाई नै अब धेरै मटेरियल्सहरूको आवश्यकता पर्छ, जस्तै आगो, दाउरा, चुलो, होइन, यस्तै. अब हाम्रो यो रोडिज हिमालय रोडिज सञ्चालन हुनुमा धेरै चिजहरू चाहिँ आवश्यकता पर्छ. त्यो आवश्यकताहरूलाई चाहिँ बावजुद पनि विभिन्न